हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ फेरि लामो समयपछि भिडियो बनाउन गइरहेको छु हैन। आज चाहिँ हामी कर्नवाल टाउनमा आएको छौँ अनि लन्डनदेखि 8-9 घन्टा रातिको बसको जर्नी थियो। यो चाहिँ हाम्रो लन्डन भिक्टोरिया कोच स्टेसनदेखि न्यू के बस स्टेसनसम्मको यात्रा हो, जुन चाहिँ मोर देन 7 आवर्सको थियो। अनि हाम्रो नेक्स्ट कनेक्टिङ बस चाहिँ 2 घन्टा पछाडि थियो। यसो हामी घुम्दै जाँदा यस्तो मजाको ठाउँ भेट्यौँ अनि हामीले बाँकी रहेको 2 घन्टा यहीँ टाइम स्पेन्ड गऱ्यौँ। ल हेर्नुहोस् त कस्तो राम्रो भ्यू। आँखाले मात्रै हेरेर त भएन, पेट पनि पूजा गर्नु पर्यो, किनकि हामीलाई साह्रै भोक लागेको थियो। त्यसैले हामी चाहिँ एउटा नजिकैको कफी सपमा गएर कफी र केही पेस्ट्रिजहरू खायौँ अनि हामी लाग्यौँ टिन्टेजलको यात्रामा। ल हेर्नुहोस् है त भ्यू। After like 8-9 hours बसको ट्राभल पछि हामी टिन्टेजल त्यो सिटीमा आएको छौँ अनि त्यहाँदेखि होटल जानु लाग्यो। होटल चाहिँ 10 मिनट हिँड्नु पर्ने। कहाँ होटल त्यो खुसी भयो। Yes, of course. फाइनली डेस्टिनेसनमा आइपुगेका छौँ। मलाई जहाँसम्म लाग्छ यो चाहिँ वर्थ इट होला। अब हामी चाहिँ म देखाउँछु, देखिरहेको छ कि नै त्यो देखिरहेको बिल्डिङ चाहिँ हाम्रो होटल हो। अनि यहाँ चाहिँ त्यहाँको सीहरू देखिन्छ। के होटल त खतरा चुज गरेछु त कान्छ। राजा बस्ने जस्तो छ त यार। यो राजदरबार हो क्या हो। आमा छु। यो चाहिँ हाम्रो होटल छ। हामी चाहिँ चेक इन गर्नको लागि जान्छौँ होटलमा। सुन डायमन्ड हो कि डायमन्ड एन्ड गोल्ड? सिरियस वाला कि नक्कली? सिरियस वाला नै खान्छु। अब हामी चाहिँ टिन्टेजल क्यासलमा जाँदैछौँ। यो चाहिँ युकेको एकदमै प्रसिद्ध ठाउँ हो। यो प्रसिद्ध मात्र होइन कि यसमा केही हिस्ट्रीहरू पनि रहेको छ। त्यस कारणले चाहिँ एकदमै पर्यटकीय स्थलको रूपमा पनि यसलाई मान्ने गर्छ। त्यति धेरै मलाई त छैन, तर 2-4 दिन आउनु अगाडि हेरेको के रहेछ भन्दाखेरि चाहिँ त्यो लाइक त्यहाँको ढुङ्गाहरूको तिनीहरूको चाहिँ केही न केही हिस्ट्रीहरू रहेछ। त्यस कारणले चाहिँ प्रसिद्ध रहेछ। लाइक मान्छेहरूको भिड पनि हुँदो रहेछ। रेड सी त्यहाँ गएर उयो त हेर न, तिमी आज किन यस्तो राम्रो क्या दामी देखेको? के गर्यो आज त्यस्तो? मेकअपको कमाल हो कि चस्माको कमाल हो? मेरो मेकअप कति हजारको मेकअप हो? आफै गरेको कस्तो कति हजारको? अघि त्यत्रो पार्लरमा गएको 2 घन्टा के हो त नि? साँच्ची यस्तो राम्रो छ।
यहाँ आफ्नो बहिनीको मायाको लागि कस्तो लागिरहेछ नि गुड मर्निङ गाइज है म चाहिँ फेरि बिहान बिहान उठेर अर्को नेक्स्ट ठाउँ चाहिँ एक्सप्लोर गर्न गइरहेको छु लाइक बाटो चाहिँ अलिकति डेन्जर जस्तो छ यहाँबाट म देखाउँछु भ्यू के कसम यार लास्टै दामी के वाउ यहाँबाट हामी चाहिँ त्यो ठाउँमा जाने हो कहाँ नो वरिज बेबी यस्तो ठाउँ म गएर ट्राई गर्ने रे ल म तर यता कहाँ यार ट्रेकिङ आज जस्तो भयो यहाँनिर हल्का डेन्जर छ टेके जमिन भाँसिने हुन्न कि खुट्टा खोइ चोट लाग्ला भनेर मात्रै हो ल यार फाइनली यहाँदेखि आयौँ तर अलिकति बाटो चाहिँ यो प्रिन्सेस जस्तो हो कि संसदीय सदस्य जस्तो वाउ आज हाम्रो डे 3 है कस्तो फिल भइरहेछ कस्तो दामी भ्यू छ है दामी के हेर न अगाडि पछाडी जहाँ हेर्दा आँखाले पुरै ओ माय गॉड हाम्रो हिजोको डे 1 चाहिँ त्यहाँनिर पुगेको थियो अनि आज हामी यहाँ छौँ अनि हाम्रो होटल चाहिँ सी अहिले हामी लगभग कति 1 घण्टा हिँड्यौँ नि बुढु आधा घण्टा बेसी हिँडेर हामी चाहिँ त्यहाँबाट आएको त्यो चाहिँ हाम्रो होटल हो अनि त्यो होटलको पछाडिको भ्यू चाहिँ यो हो ओ माय गुडनेस सी 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 के भन्न चाहन्छौ अन्तिममा भिडियोको लास्टमा छौँ हामी किन त्यो चेकआउट गर्छौँ अनि त्यो चेकआउट अर्को ठाउँको लागि यो ठाउँको लागि भनेको क्या अब हाम्रो भ्लगको एन्ड चाहिँ मेरो स्विटी मेरो बेबीबाट हुन्छ है भनिदेऊ बेबी के भन्न चाहन्छौ के भन्नु त्यो त के भन्छ यो भिडियोलाई एन्ड गरिदेऊ यो लाइक सनसेट जस्तै गरी यस्तो मिठो सनसेट जस्तो मिठो एउटा हाम्रो भ्युअरहरूलाई हाम्रो सब्सक्राइबर भन्छ नि सब्सक्राइबरहरूलाई भनिदेऊ त 1 मिलियन हाम्रो सब्सक्राइबरहरूलाई त्यही हो हाम्रो लगभग 3 दिनको थियो होइन हाम्रो 3 दिनको यात्रा चाहिँ एकदमै रमाइलो भयो 4 दिन भनौँ जाने आउने लाइक अलमोस्ट 4 डेज बेबी अनि एकदमै रमाइलो भयो हामीले एकदमै रमाइलो गऱ्यौँ we did lots of fun and then we have lots of memory as well अनि त्यही हो हाम्रो भिडियो हेरिदिनु होला माया गरिदिनु होला हामी चाहिँ कन्टिन्यू भिडियो दिन सक्दैनौँ किनभने हामीसँग टाइम छैन खाना साँझ र बिहान किनभने हामी काममा पनि जानुपर्छ अनि हामी चाहिँ अब
I hope we'll make video soon. Yeah. I hope. And then last, how is this video? Let me know in the comment sections. Thank you so much for watching my video. Thank you so much, guys. Bye bye. See you on next video. See you next video soon. हामी